के खाने त जाडा दिन्छ के खानु होला कोदा ढिँडो र पहिलेको खाजा त्यही हो है सिस्नो टिप्नु कहाँ जाने त अब फुलीको करेसा छ नि फुलीको करेसा चाहिँ टन्नै छ कि फुली करेसा फुलीले मारिने त्यो सिसिनाले हाने मलाई एक कचौरा दिनु एक कचौरा खाने कि यति खाने एक कचौरा दिनुपर्छ नि फुलिया मैले त कस्तो पालेर पुरा खाइरहेछ त बोल्छ भने डर लाग्थ्यो है नले बोल्ला फेरि अहिले डाँठै साटिनुपर्छ डाँठै मिलाउँछ अरे एक कचौरा बोल्यो म त हातैले पो टिपाउँ कि क्या कस्तो डर लाग्दो रहेछ म त बोले भने दिदीको टाउका नुहाइदिन्छु दिदीलाई चिन्नु ताउरे र साउरेको त्यसै पाक्छ ढिँडो सिस्नो चोर्न पर्छ ताउरे ढिला भइसक्यो कहिले खानु ज्योति ढिँडो र सिस्नो पाकेर खोइ कोदाको ढिँडो र सिस्नो खाउँला भनेर गरेर आएको जमुना दिदी हजुर के पाक्यो त केही पाकेन ज्योति अब यहाँ सिस्नो झान्ने अनि ढिँडो पकाउने कार्यक्रम छ सिस्नो तयार छ अब यहाँ झान्न मात्रै बाँकी छ लसुन खोर्सानी धनियाँ सबै तयार छ आहा कस्तो मिठो नभए होला जस्तो भयो ज्योति सिस्नो त हेर्नु त आज त ए ढिँडो खान त कहाँ सजिलो रहेछ र सजिलो छैन ज्योति ढिँडो खान कति गाह्रो हुन्छ भन्नलाई मात्रै कोदाको ढिँडो है कोदाको ढिँडो पकाउनु त साह्रै गाह्रो पो हुने रहेछ त बुढी थाल 9 10 11 12 यति खानुहुन्छ बेलुका नखानु जेठानीहरूले भाग लातिनी बेला आएछ कस्तो लाग्यो त सिस्नो र कोदाको ढिँडो मिठो छ हजुर मिठो छ सितै पा अलगटा सितै खान पा अर्का ठिक पारे खान गोलमेडा अचार धन्यहरू गोलमेडा हाम्रो गाउँको अर्ग्यानिक सिस्नो सिलाम टिम्मोर